भोलिदेखि सम्पन्न हुन गइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण 16औं इटरी गोल्ड कप अब लगभग अन्तिम तयारीमा हामी आइसकेका छौँ। अब भोलि उद्घाटन खेल जस्ट जोन एफसी नाइजेरिया र गछिया युवा समाज सुन्दर हरेछाको बीच ठिक 36 बजे सुरु हुने जानकारी गराउँदै हामीले शान्ति सुरक्षाको एकदम चुस्त दुरुस्त सबै कुरो व्यवस्थापनहरू गरेका छौँ। हाम्रो नेपाल पुलिसबाट हामीले राम्रो सङ्ख्यामा प्रहरीहरू परिचालन गरेर आफ्नो सेक्युरिटीहरू पनि गरेर ल इटरी उपमहानगरपालिका यो कार्यक्रमको संयोजन पनि भएकोले त्यहाँ नगर प्रहरीहरू पनि हामीले व्यवस्था गरेका छौँ। विजेताले 10 लाख र उपविजेताले 5 लाख रुपियाँ पाउने, त्यस्तै गरी विधागतमा सर्वोत्कृष्ट खेलाडीले 1 लाख र हरेक विधामा उत्कृष्ट खेलाडी डिफेन्स मिडफिल्ड फरवर्डहरूले जनही 20,000 रुपियाँ पाउने जानकारी गराउँदैछौँ। अब टिकट हामीले 4वटा क्वार्टरको 100 रुपियाँ तोकेका छौँ, सेमी फाइनलको 200 रुपियाँ र फाइनलको 300 रुपियाँ र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यो इटरी गोल्ड कप हाम्रो इटरीको एउटा गौरव प्रतियोगिता पनि भएकोले यसमा हाम्रो नामको ठाउँ पहिचान पनि भएको हिसाबले यसलाई सभ्य र भव्य रूपमा सफल तुल्याउनको लागि सम्पूर्णले आफ्नो क्षेत्रमा सहयोग गरेर गर्विलो उपस्थिति जनाएर यसलाई सफल बनाइदिनुहुन्छ भन्ने हामीले हार्दिक विनम्र अनुरोध गर्दछौँ।